नमस्कार साथीहरु, तपाईहरुलाई मेरो अफिसियल युट्युब च्यानल अफिसियलमा स्वागत छ। यदि तपाईहरुले मेरो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनमा क्लिक गर्न नभुल्नुहोला। यतिखेर चाहिँ म नेपाली कांग्रेसका युवा नेता शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा छु। हुन्छ यताको माहौल अहिले चाहिँ एकदमै गर्मी छ यहाँ डडेलधुरामा चाहिँ। गाडीको एकदमै चाप छ डडेलधुरामा। यस्तै हो गाइज, अहिले चाहिँ अब गर्मी भएर होला त्यति धेरै भिडभाड छैन, नत्र चाहिँ डडेलधुरामा चाहिँ धेरै लास्टै भिडभाड हुन्छ। माथि चाहिँ पुरै बजार एरिया रहेको छ, देख्न सक्नुहुन्छ। यता चाहिँ पुरै फेन्सीका पसलहरू। यो चाहिँ सुदूरपश्चिमका पहाडी जिल्ला, 7वटा पहाडी जिल्ला छन्। सबैको केन्द्रबिन्दु भन्दा नि खासै फरक पर्दैन, यो चाहिँ अब मेन पोइन्ट नै भयो। नेपालको पाँच चोटि प्रधानमन्त्री भएको व्यक्ति शेरबहादुर देउवाको गृह जिल्ला। यतादेखि चाहिँ यो चाहिँ उता जय पृथ्वी राजमार्ग, यो चाहिँ उता जान्छ। यो चाहिँ यता यो रोड चाहिँ हाम्रो उता दार्चुला, बझाङ, बैतडी तीन जिल्ला चाहिँ यतातिर जान्छ भने उतातिर डडेलधुराको स्याउलेदेखि चाहिँ डोटी, अछाम, बाजुरा 3 जिल्ला चाहिँ उता, 4 जिल्ला चाहिँ उतादेखि जाने भयो, 3 जिल्ला यतादेखि जाने भयो। उता चाहिँ डडेलधुरा 3 जिल्ला उता, 3 जिल्ला यता छ। एउटा डडेलधुरा 7 जिल्ला अनि 2वटा चाहिँ तराईका जिल्ला, टोटल चाहिँ 9 जिल्ला। अब देख्न सक्नुहुन्छ अहिले चाहिँ अब यस्तै छ यहाँको माहौल। र अहिले चाहिँ मैले यो भिडियो ट्याक्क टुङ्गिन चाहेँ, हेर्दै गर्नु होला।